Hello everyone, welcome back to my YouTube channel. I am सबैजना सन्चै आएर हुनुहुन्छ होला। म पनि एकदम सन्चै आएर छु। मैले किनकि हिजोको भिडियो हाल्न पाइनँ किनकि म अस्ति फुटबल खेलेर आइसक्दाखेरि यहाँ चिप्लेर लडेर है खुट्टा चाहिँ यस्तो बवाल भइरहेछ। खुट्टा हल्का यस्तो सुन्ने यस्तो भइरहेछ खुट्टा। यस्तो भए पनि अब के गर्नु, अब अर्काको ठाउँ भए जस्तो हुँदैन। काम गर्ने ठाउँमा चाहिँ जान लाग्यो। काम गर्ने ठाउँमा गएर अब बस्नु पऱ्यो। अब काम गर्न त सकिन्न कि अब बस्नु पऱ्यो। एकछिन बसेर चाहिँ त्यत्तिकै बेलुका चाहिँ आउनु पर्ला दाइहरूसँग। दाइहरू जाँदा म यति बसिरहेको छु। अब म पनि अब गएर बस्छु। गएर काम त अब गर्न सक्दैन, अब हिँड्नै मिल्दैन। अब अहिले हिँड्न त कस्तो गाह्रो भइरहेछ। अहिले बाटोतिर गइरहेछु तपाईँलाई। सिडी पनि यहाँ झर्न यस्तो अप्ठ्यारो भइरहेछ। के हुने त सुवा फुल्दाखेरि अब धेरै बस्यो भने झन् त्यस्तै जम्ला भन्ने डर। अब हिँड भने झन् दुखाएर यस्तो हत्ते हुने। म त के गर्नु र। गर्मी पनि ज्यादै यस्तो गर्मी छ। गर्मीले त मारेर हत्ते गराउँछ हौ। यिनी टन्टा पुरा घाम लागिरहेछ कि कति तलमाथि राखिदिएर भेखेर है। खुट्टाले त हात बनाएको छ। अब यस्तै भए पनि अब झर्दै चाहिँ जानु पर्यो। अब तर गएर अब एकछिन बाटोतिर अब भिडियोहरू बनाउँछु। अब खुट्टा त झक्कासँग दुखाइदिइरहेछ क्या यार। यस्तो हालत खराब भइरहेछ। अगाडि यस्तो छ, अरू यस्तरी हिँडिरहेछ। आफू त के गर्नु त। हालत खराब। बल्ल आउन आँटिसक्यो हौ। बल्ल त्यहाँ गिरिसक्यो। म चाहिँ यता अरूबाट गइरहेछ नि। म चाहिँ यताबाट लागेको। खुट्टा यस्तो भए पनि आएँ। सुते भएर यस्तो हालत खराब भएको। आज चाहिँ अलिअलि हिँड्न सक्नु भएको। हामी चाहिँ यहीँमा काम गर्छौँ है। अगाडि काम गर्नुपर्छ। र यहाँ त नयाँ बनाइजाऊ। अस्तिसम्म थिइनँ। नयाँ त्यही रुमदेखि आएको पसिनाले हालत खराब बनाइदिइसक्यो कि मेरो त। अब खन्ज्याङ गर्दै पनि आइसक्यो। हालत खराब भइसक्यो मेरो त। अगाडि मान्छे त्यतितिर बसिरहेको छु। म फेरि जाँगीसँग कि हिँडेको। म चाहिँ काम गर्ने ठाउँमा आएर पनि बसिसकेँ क्या। काउन्टरमा बसेको। अगाडि उता किचनमा त काम गर्न सक्दैन कि काउन्टरमा आएर बसेको। दाइ त्यहाँ आउनुहुन्छ। अगाडि यतिखेर मान्छे छ। म त हातले हल्का काटेको हल्का काटेको ठाउँमा पट्टी लगाएर। सो गाइस, म चाहिँ काउन्टरदेखि है निस्किएर यसो दाइहरूसँग घुम्न आइदिएर क्या। झ्याउ लाग्थ्यो लास्टै। अनि दाइहरूसँग आइदिएको। दाइ चाहिँ यता यस्तै फोन खेलाएर भाउजूसँग म्यासेज गर्दै होइन। दाइ चाहिँ उता पारी काम गर्नुहुन्छ क्या, हो त्यो साइडमा। अब के गर्नु, 10:30 भइसक्यो। अब रुममा जानुपर्छ। रुममा गएर सुत्ने होला। सुतेर भोलि बिहान अब काममा। आज त खुट्टा हल्का सन्चो भएको कि अब भोलि सन्चो हुन्छ होला सायद। सन्चो भएपछि आउनुपर्छ काम गर्न। काम गरेर आएर भोलि भिडियो बनाउन पाउँदैन। पायो भने चाहिँ आयो भेट्यो। अगर यस्तो छ रुमतिर जानुपर्छ। रुममा जाँदा भेटौँ ल अहिले। बस पर दाइसँग भेटेर पनि होइन आफ्नो काम गर्ने ठाउँमा आएर बसेको थियो। अनि दाइहरू सँगसँगै जानु लाग्यो क्या। दाइहरू सामान चाहिँ त्यहाँ दिनुहुन्छ।
म त ग्यास मारेँ खतरा दामी हुन्छ दाइ चाहिँ सपोर्टर हुन्छ कि जहिले चाहिँ एउटा फ्रुटी फ्री गराइदिनु दाइ अब बिस्तारै रुममा जान्छु अब रुममा गएर एकछिन मोबाइल सोबाइल हेऱ्यो अनि भिडियो सिडियो गर्छु अनि त्यसपछि सोध्छु म चाहिँ अहिले बाटोमा गएर भेट्छु तपाईँहरूलाई भ्याइयो काम पनि भ्याइयो होइन काम पनि भ्याएर अब निस्केको दाइहरू त्यहाँ गरिदिन्छु म चाहिँ अगाडि किनकि हल्का सोलो मसल्ली खुट्टा पहिल्यै बिग्रिएर अब तल झरेर जाने विचार छ झरिसकेछ हौ तल जानु जाँदै उतादेखि जाउँ न उता टिसेट त खुट्टा त सबै खाली भइसक्यो क्या ओ दाजु चल्दिन होइन स्लो मोसनले होइन अब चाहिँ अर्को लिफ्ट तलै गइसकेको थियो अब लिफ्ट गइसकेको थियो तल त्यही भएर अर्को लिफ्टबाट सिटीवाला लिफ्टबाट जानु लाग्यो सिटीबाट लिफ्ट जानु अर्को चाहिँ अगाडि हिँड्नु भयो म चाहिँ अब जानु पऱ्यो खुट्टा खन्चर्दै भयो नि म चाहिँ त्यहाँदेखि झरेर यता आइदिएर फेरि अर्को लिफ्ट हिँड्नुपर्छ क्या लास्टै के गर्नु अर्को लिफ्ट आउन ढिलो गरिदियो अब जानु त पऱ्यो नि के गर्ने तल त यस्तो बनाएको छ क्या पुरा आइस हो यहाँ होइन आइस छ मस्तको चिसो गर्मी महिनामा चिसो डरसँग उडीहरू त यस्तो बोबल छ त्यहाँ पैसा सबभन्दा ठुलो कुरो पैसा छ त सब छ क्या आमा के हो कि पढनदास होइन त्यहाँ त पढनदास पुरा पढनदास कस्तो बेबीहरू अहिले उता बाहिर गएर भेट्छु तपाईँहरूलाई अहिले चाहिँ यति नै जान्छु ल अहिले अब जान्छु बाहिर गएर तपाईँहरूलाई अब मान्छेले एकदम बनाउँछु नि त भिडियो लाज नमानिकन हल्का आइसक्यो लाज नमान्ने हल्का लाज पचिसक्यो क्या मेरो लाज पचिसक्यो मैले चाहिँ बिहानै यहाँबाट छिरेको भिडियो बनाउनु पाएको थिएन क्या यहाँ चाहिँ यस्तो बनाएको थियो क्या बबाल छ बनाउन त लागेको थियो कि बनाउन लागेको थियो तर फोटो मात्र खिच्छ क्या बिहान पटकाएर यस्तो हत्या गराउँछ अघि सुतेको म पटकाएर हालत खराब यहाँ चाहिँ यस्तो बत्ती त आएको छ यी चलेको थियो नि त मुस्लिमहरूको त्यो यी चलेको बेला यस्तो दामी बनाएर चाहिँ यस्तो दामी बत्ती है वरिपरि यहाँ माथि चाहिँ यस्तो बनाएर आऊ यस्तो दामी छ दाजु धन्नै बस्छु ल एकछिन अरे नहेर्नु न यस्तरी अब म त यस्तो के गर्नु यस्तो बड्डो मान्छे भएर नि हेर्न आइसक्रिम खाइदिएर नखानु ल बोल्दै होइन हौ म त टाढै भाग्छु क्या हौ यता साइडबाट जान्छु त्यसरी हेरिदिने होइन नहेरिदिनु ल अबदेखि
यस्तो दामी बनाइरहेछ क्या यस्तो नफाले भए त राम्रो देखिन्थ्यो होला फालिहाल्छ फेरि सकिन्छ अब बिस्तारै सकिन्छ क्या ल अहिले उता रुमतिर जाने पुग्ने बेला चाहिँ तपाईँहरूले देखाउँछु ल बिहान म यहीँदेखि आएको थिएँ क्या यहीँदेखि आएको यहाँ यस्तो लाइट साइड बजिरहेको छ यहीँदेखि आएको थियो नयाँ बनाइ छ 80सम्म थिएन क्या यतादेखि पानी जानुलाई खै पानी के हो म त कन्फ्युज छु हौ अँधेरोमा कालो यस्तो मान्छे त मैले एक त कालो त्यही माथि झन् कालो अँधेरो यस्तो अँधेरोमा हिँड्नु परेछ झन् आँखामा लाइट परेको आँखा त कस्तो रातो नै देखाउँछ क्या रातो नै देखाउँछ ल अब यही टर्च बाल्दै हिँड्नु पऱ्यो क्या अहिले हल्का उता अगाडि पुगेपछि अझै रुमदेखि तल साइड आयो क्या अब त्यही हो बिहान झरेको ठाउँको सिडीबाट फेरि माथि यस्तरी चढ्नु पर्छ अगाडि हिँड्नु भयो चाबी मेरो पाकेटमा छ किनकि म लास्टमा मगाएको थिएँ नि त त्यही मगाएर चाबी मसँग थियो बत्ती यता बत्ती बालिरहेको छ कि माथि बत्ती बालेको छैन कहाँ हो अहिले म बाल्छु बत्ती बिर्सिने होला है यहीँ हो कि चिप्लेर गलेको हुँदै रहेछ कि अस्तिमा यहाँ त झन्डै बस्यो बिहान यहीँदेखि झर्दा यस्तो भएको झर्दाखेरि पसिना आइसक्यो कि मलाई त पसिना आएर यस्तो भइसक्यो चाबी मसँग छ क्या एकछिन ल यी त चाबी खोल्नु त मेरो त के भयो नेट पनि 2 दिन कि 3 दिन पनि भएको छैन 240 को भरे थियो 1 दिनको 1 GB गरेर कहाँ पसिना त डह्रो आएको त हौ हँ पसिना डह्रो आएको त पसिना के डह्रो आएको छ त गर्मी रुम आइयो अब मोबाइल आजलाई भिडियो यति नै अब किनकि सुन्नुपर्छ अब एकछिन भिडियो एडिट गरेर अनि एडिट गरेर भोलि हाल्नुपर्छ क्या आज त अब डाटै छैन मैले कुरो मेरो मोबाइल सिमै छैन क्या वाइफाईदेखि अब म वाइफाईमा अब जानुपर्छ वाइफाईदेखि भोलि हाल्छु आजलाई यति नै अब मेरो पुरा भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई थ्याङ्क यू अब तपाईँहरूले मेरो पुरा भिडियो हेरिदिनु भएको छ भने लाइक सब्सक्राइब अनि सेयर कमेन्ट गरिदिनु होला आजलाई चाहिँ म यतिमै बन्द गर्छु अब भोलि के हुन्छ भोलि मैले बनाउन पाएँ भने भोलि भेटौँला आजलाई यति हस्त धन्यवाद।